यो वर्ष देशमा भयंकर परिवर्तन भयो। देशको इतिहास सिंहदरबार जल्यो, सरकारी कार्यालय जल्यो, अड्डा अदालत जल्यो र धेरै नेताहरूको घर पनि जल्यो। देशका ठूला ठूला नेताले घुँडा टेक्न बाध्य भए। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। सेनाको हेलिकप्टरमा भाग्दै गरेको दृश्य हामी देखाइरहेका छौं। जेएनजीको देशव्यापी आन्दोलनमा परि करिब 72 जनाले आफ्नो ज्यान दिनुभयो। Have deployed additional officials on ground. सोही आन्दोलनले नयाँ प्रधानमन्त्री दियो, नयाँ मन्त्री दियो। त्यति बेला नेपाल प्रहरी र स्वास्थ्य कर्मीहरूले आफ्नो ठाउँबाट राम्रो भूमिका निभाउनु भयो। तर जेएनजी र प्रहरी संघको तालमेल केही हदसम्म बिथोलियो। The situation here is out of control. The police officials have deployed additional officials on ground. त्यसैले अब धुमलिएको यो सम्बन्धलाई यही दशैंबाट हामीले सुमधुर बनाउने प्रयास गर्दैछौँ। विजयादशमी 2082 को सम्पूर्णलाई शुभकामना। हामी चाहिँ आज आइसकेका छौँ तुलसीपुर चोकमा। ह्याप्पी विजयादशमी भन्न चाहन्छौँ। सबैभन्दा सुरुमा चाहिँ किन आइसकेका छ भन्दाखेरि ठ्याक्क टिका लगाएर हामी आइसकेका छौँ यहाँनिर। किन भन्दाखेरि हामीले त टिका लगायौँ, तर हाम्रो यहाँनिर हामीलाई सेवा गर्नलाई बस्नुभएका के भन्छौँ प्रहरी साथीहरूलाई पनि हामीले टिका लगाइदिनु पर्ने हुन्छ। उहाँहरूको पनि एउटा ह्याप्पिनेस हो। त्यो कारणले गर्दा हामी यहाँनिर आइपुगेका छौँ र हामी चाहिँ अब यहाँनिर अलिकति हामीले बन्दोबस्त गरेका छौँ। यसो पानी सानी अलिकति टिका जमरा टाइपको चिजहरू हामी चाहिँ अब जान्छौँ। सबैजना हामी प्रहरी साथीहरू लगायत हामीलाई हाम्रो हेल्थ, हाम्रो हस्पिटलमा साथ दिनुहुने हाम्रो स्वास्थ्य कर्मीहरू सबैजनाको लागि हामीले आज गर्दैछौँ। र हेर्नु होला पुरै भिडियो कस्तो छ, हजुरहरूले प्रतिक्रिया पनि दिन सक्नुहुन्छ है त। खास गरी हामीले त लगायौँ, तपाईँहरू लाउनु भएको छैन जस्तो लाग्यो होइन। ठिक छ, टिका र जमरा छोडेर जानुहोस् है। किन हामीले लगाइदिन्छौँ नि, हामीलाई टिका र जमरा तपाईँले भन्नुभयो ल छोडिदिएर जानु त, हामी छोडिदिएर जाने भयो। हामी ठ्याक्कै अहिले चाहिँ हाम्रो तुलसीपुर चोकमा छौँ। उहाँहरू चाहिँ अलिकति हल्का ड्युटीमा छौँ, हामीले मिल्दैन टाइपको कुराहरू गर्नुभयो। तर हामी सकेसम्म उहाँहरूलाई टिका जमराहरू छोडिदिएर यहाँबाट जाँदैछौँ। किन भन्दाखेरि उहाँहरूले पनि लाउनुपर्छ भन्ने हिसाबले अहिले हामीलाई पनि सोध्नको लागि अलिकति वास्तवमा क्यामेरा तेर्साउँदाखेरि अलिकति अप्ठ्यारो लाग्दो रहेछ। त्योले चाहिँ उ गर्नुहुन्छ त होइन। हामी नेपालमा चाहिँ हाम्रो एकजना सर भेट्यौँ, उहाँलाई टिका लगाइदियो एकदमै मन पनि आनन्द लाग्यो होइन। किन भन्दाखेरि यसरी गरिदिँदाखेरि एकदमै खुसी लाग्यो। सरको घर कता रे? कपिल वस्तुबाट हामीलाई दाङ भराइमा आएर सेवा दिइराख्नु भएको छ। हामीले दाङ भराइको मान्छेले चाहिँ यतिको गर्नु पर्यो क्या सर? सरलाई कस्तो लाग्यो आजको भन्नुहोस् त। ल टिका लाउँदाखेरि मजा लाग्यो नि, घरको याद त आइराखेको होला। तर पनि हामीले यो भनेको एउटा साङ्केतिक चिज हो। हामीले हाम्रो प्रहरी साथीहरूलाई चाहिँ यतिको चाहिँ गर्नुपर्ने हुन्छ है त। ल हस्, धन्यवाद। हस् ल, हाम्रो पहिलो प्रहरी साथीलाई हामीले लगाइदियौँ। कस्तो लाग्यो त? मन खुसी भयो नि त। उद्देश्य भनेको के हो भनेपछि अहिले यो जेएनजी आन्दोलन पश्चात चाहिँ अब प्रहरी अनि हामी एउटा हुन्छ नि, एउटा जेएनजी आन्दोलन पछाडि प्रहरी र चाहिँ हामी जेएनजीको कनेक्सन चाहिँ अलिकति कता कता सुन्टेको जस्तो छ। त्यसलाई चाहिँ फेरि पुनर्स्थापना गर्नको लागि हामीले यो गरेको पनि हो एक हिसाबले। अनि अर्को हिसाबले उहाँ चाहिँ लुम्बिनी हाम्रो भुटनतिरबाट कताबाट हुनुहुन्छ, उहाँहरू लुम्बिनीबाट हुनुहुन्छ। उहाँ चाहिँ हामीलाई आएर आफ्नो ठाउँभन्दा छोडेर यो ठाउँमा आएर हामीलाई एउटा सुरक्षाको वातावरण दिइराख्नु भएको छ। त्यही नै हाम्रो लागि ठुलो कुरा हो। त्यो भएर हामी स्थानीय भएको नाताले पनि यति त गर्नु पर्यो नि त होइन त सर? ठिक छ, ल हामी अब नेक्स्ट डेस्टिनेसनतिर जान्छौँ। हामी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा छौँ। हामी यहाँनिर देख्न सकिन्छ कम्पाउन्डभित्रै छौँ र यहाँ पनि हामीले एउटा एक प्रकारको राम्रो माहौल उहाँहरूलाई भित्र बोलाउन पठाएको छौँ होइन। ठिक छ, हेरौँ। एसीको हाम्रो जुन यो समयमा अलिकति हामी युवा पुस्ताहरू र यो के भन्छ राति तरहरूसँग अलिकति हाम्रो यो गडबडी भए जस्तो पनि भयो क्या होइन त। त्यो भएको कारणले गर्दा योलाई चाहिँ हामीले पुनर्मिलन गर्नु पर्यो होइन त। महेन्द्रनगर हजुर घर चाहिँ भइहाल्छ। धेरै राम्रो पनि गर्थ्यो ल। आयो दौड जान्दैन ल।
ठुलो सर हाम्रो अब यो सुमधुर सम्बन्ध अझै सुमधुर हुँदै जाओस् हजुरसँग बिचमा अलिकति खटपट भए जस्तो छ यो देशकै माहौलले गर्दा पनि होइन तर हामी चाहिँ त्यो होइन है फेरि हामी चाहिँ एकदमै देश परिवर्तन होस् भन्ने हिसाबले अगाडि बढाए युवाहरू हो त्यो भएको कारणले गर्दा हामी आज ट्राफिक कार्यालयमा पनि आयौँ यो दसैँ हजुरहरूसँग साट्न पाउँदा एकदमै खुसी पनि भयौँ हामीहरू है सर मिठाई अलिकति मिठाई चाहिँ खाऊँ है चाहिँ ठ्याक्कै हाम्रो जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराइबाट हामीले चाहिँ यसरी अघि माथि चाहिँ मान्नु भएको थिएन अलिकति उहाँहरू डराउनु नै भयो होला लाउन मिल्ने हो कारबाही भइन्छ कि भन्ने हिसाब तर हामी यो दसैँको चाडबाड हो यो समय हो यसमा डराउनु पर्ने कुरा छैन यो भनेको हामी नेपाललाई जोड्ने कुरा हो हामी ट्राफिक प्रहरी हाम्रो पुलिस प्रशासनसँग हामी युवाहरू जोडिने कुरा हो त्यो भएको कारणले गर्दा एकदमै चाहिँ रमाइलो लाग्यो उहाँहरू चाहिँ एकदम मिठो कोअर्डिनेसन गरिदिनु भयो दसैँको टिका उहाँहरूसँग मनाउँदाखेरि खुसी लाग्यो सर एकदम धेरै अहिले मौसम पनि अलिकति च्यालेन्ज दिइरहेको छ पानी पर्छ मौसम रोमान्टिक छ भए पनि हामी टिकामा छौँ अहिले अब हामीहरू कता अब चाहिँ हामीले प्रहरी साथीहरूलाई अलिअलि हामीले खोज्यौँ कति क्यामेरामा कैद गर्न सक्यौँ कति गरेनौँ पनि त्यो बाहेक हामी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यहाँ पनि हामीलाई के भन्छ अहिले हामी यस्तो अवस्थामा हामी कति टन्न मासु खाएर अलि छेरपट्टि लागेर फेरि हस्पिटल जानुपर्ने अवस्था पनि भएको होला कतिजनालाई उहाँहरूले त्यहाँ साथ दिइराख्नु भएको छ उहाँहरू पनि टाढाबाट आएर आफ्नो दसैँलाई नमानेर यहाँ साथ दिइरहेको अवस्था छ त्यो कारणले गर्दा उहाँहरूसँग पनि अलिकति खुसी साट्नका लागि हामी जाँदैछौँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चाहिँ हामी इमर्जेन्सी वार्डमा जानु पऱ्यो होइन त हो ल ठिक छ ल डाक्टर साहब हजुरले अवरत्व रूपमा यसरी खटिएर काम गर्नुभयो दसैँको दिन पनि यसरी हामीलाई दिनुभयो समय र मान्छेहरू कति यसरी खटिएर काम गर्नुभएको कारणले गर्दा हामी मजाले घरमा बसेर दसैँ मान्न पायौँ होइन त्यही कुरालाई चाहिँ हामीले अलिकति अझै हजुरसँग साथ गरौँ भन्ने हिसाबले आयौँ धेरै धन्यवाद अब हामी धेरै सेलिब्रेसन भनेर एकदमै ठुलो सेलिब्रेसन गर्न सकेनौँ हजुरलाई टक्क भइदिउँदै एउटा हजुरलाई पानी गिर्छु यसमा पानी एकदम पिउनु होला हजुरलाई हामीले सबैलाई गर्नुपर्ने भयो होइन त मिठाई पनि यहीँ राख्नु राख्दै भयो नभए के होला ए ठिक छ हजुरको त निधारै खाली रहेछ आज उहाँलाई अहिलेसम्म टिका लाउनु पाउनु भएको रहेछ है यो खाली निधारलाई चाहिँ भर्न पाउँदा हामी पनि एकदमै खुसी भयौँ हजुरले यसरी खटेर काम गर्नु भएको छ आउँदा दिनहरू पनि यसरी नै गर्नु होला हामी यो ठाउँमा भएछौँ भने अर्को वर्ष पनि फेरि आउनेछौँ है त धन्यवाद ल डाक्टर जमरा पनि लाउनु भयो भने डाक्टर एकदम ह्यान्डसम पनि देख्नु भयो हजुरले समय मिलाएर टिका चाहिँ लगाइसक्नु भएछ होइन त्यही पनि फेरि हाम्रो हातबाट यसरी दसैँको दिन पनि आएर यसरी काम गरेकोमा हजुरलाई पनि धेरै धन्यवाद यसरी नै काम गर्दै जानु हजुरलाई हामीले सपोर्ट गर्छौँ अर्को वर्ष पनि आउँछौँ होइन हस् हजुरलाई अब अलिकति हजुर अरू दुईवटा सिस्टर हुन्छ म पठाइदिन्छु सर पहिला मन्त्र पढाउँदै यहाँ धेरै धन्यवाद हजुरले यसरी गरेर हामीलाई सेवाका लागि आउनुभयो यहाँ कतिजना धेरै मासु खाएर आनन्दित छ होला होइन त आज हजुरले यसरी खटेको कारणले गर्दा हामी सेफ तरिकाले चाडबाड मनाउन पाइरहेछौँ है मन्त्र पढ्नु चाहिँ अलिक ठुलो सोलो आइदिनु भएको छ त्यो कारणले गर्दा मजाले घर बसेर चाडबाड मनाउन पाइरहेको छौँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चाहिँ हामीले जस मजाले आशीर्वाद लिने कार्यहरू गरियो टिका दक्षिणा त खासै दिएन पानी छानी यताउता अलिकति प्रसाद जस्तो भनौँ न ग्रहण गराएर हामी फेरि प्रहरी साथीहरूसँगै
दार्जिलिङ भनेर हामी जाँदैछौँ अरू ठाउँमा पनि एकदमै रमाइलो फिल भइरहेछ। यो दसैँ अलिक फरक तरिकाले मनाइयो। यो वर्षमा धेरै कुराहरू परिवर्तन भयो, त्यो सँगसँगै हामी पनि परिवर्तन भयौँ, हामीले पनि धेरै कुराहरू बुझ्यौँ जान्यौँ। अहिले त्यो भएको कारणले गर्दा दसैँमा हामी टिका लगाइदिनका लागि जो खटिराख्नु भएको छ उहाँहरूको लागि फेरि पनि हामी के भन्छ यसलाई बाटोमै आएका छौँ। फेरि यहाँ हामीले निधार खाली देख्यौँ। हेर त सरको यसरी निधार खाली हुँदा हामीलाई कति पिर लाग्छ होइन त। त्यो भएको कारणले गर्दाखेरि यसरी ह्याप्पी दसैँ सरहरू। हजुरहरू यसरी हाम्रो सुरक्षामा खटिएको कारणले गर्दा त हामी सुरक्षित छौँ होइन त। बिचमा हाम्रो केही देशमै परिवर्तन हुँदा हजुर भिडियो त खिच्नु पऱ्यो त सर। हामीले भिडियो खिच्छौँ, भोलि बिहान अर्कोले यो कुरा सिक्छ। राम्रो कुरालाई त हामीले खिच्नुपर्छ भन्ने कुरा हो क्या। ट्याक्कै पानी खाने पनि नमिलाए पनि हामीले पानी अनि अब हामीले अरू धेरै कुरा त गर्न सकेनौँ। यसो अलिकति मुखलाई मिठो बनाउनलाई केरा मिठाई चाहिँ ल्याइदिएको छौँ सरहरूको लागि है। खुसी लाग्यो, हस् धन्यवाद। हाम्रो सर चाहिँ विवाहित हुनुहुँदो रहेछ। उहाँ विवाहित भएको कारणले गर्दा धेरै समय उहाँले दिन सक्नु भएन। ससुराली जानुपर्छ हजुर, के गर्ने? ससुराली जानुपर्छ भन्ने कुरा भयो। ठिक छ, सबैले आफ्नो ससुराली लग्नु पऱ्यो, भाउजूलाई नत्र गाह्रो छ। गाह्रो छ, त्यो भएको कारणले गर्दा ठिक छ। अब उहाँलाई चाहिँ हामीले ससुरालीतिर पठाउन थाल्यौँ। हामी चाहिँ अझै कतै बस्नु भएको छ कि छैन यसो सर्वे गर्छौँ, त्यस पछाडि यसो हेरेर त्यस पछाडि हामी पनि निक्लिने पर्ने हुन्छ। आज फेरि हामीलाई कतिपय ठाउँहरूमा जान पनि पर्ने छ, त्यही पनि ल ठिक छ। ठिक छ अभिषेक, एकदम ल हस् ल राम्रो भइहाल्छ है। फाइनली हामीले गर्न सक्ने जति हाम्रो यहाँनिर स्वास्थ्यकर्मी र हाम्रो सर्भिस हामीलाई दिएर बसिराख्नु भएका हाम्रा प्रहरीहरू जवानहरूको लागि भनेर हामीले टिका लगेर गएका थियौँ। त्यो चिजहरू हामीले पुरा गरिसकेका छौँ। पुरा गरिसकेर हामी अहिले चाहिँ हाम्रो ठ्याक्कै टोक नजिकै छौँ। आजको दिनलाई हामीले यसै गरी नै सेलिब्रेट गरौँ। हाम्रो पर्सनल तरिकाले हाम्रो घरमा, हाम्रो मामा घरमा पनि सेलिब्रेट गर्नुपर्ने हामीलाई छ। त्यो भएको कारणले गर्दा हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ। अभिषेक भाइ के भन्ने? केही छैन, आज रमाइलो भयो आजको दिन। अब भलक यति लास्ट हामी अब अन्त्य गर्छौँ। अन्त्य छ। यसको आजको यसको एउटा सन्देश के छ भन्दाखेरि हिजोको दिनमा हाम्रो देख्न सक्छौँ यहाँनिर यो पर्खाल टुटेको छ। अलि उता गए पछाडि विभिन्न किसिमका कार्यहरू भएका छन्। हो यो कार्यलाई चाहिँ भएको बेला त्यति बेलामा चाहिँ हामी प्रहरी साथीहरूसँग अलिकति उहाँहरू पनि हामीसँग रुष्ट, हामी पनि उहाँहरूसँग रुष्ट भएको अवस्था थियो। त्यो कुरालाई फेरि पुनर्मिलन गर्नको लागि आज हामीले यो सन्देशमूलक भिडियो बनाएका छौँ। कस्तो लाग्छ एउटा कमेन्ट गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ, साइनिङ आउट, बाई।